मर्निङ एन्ड वेलकम ब्याक। अब मैले हिजोआजभोलि जुन किताबहरू पढिरहेको छु या म पढिसकेको छु त्यसको बारेमा केही डिटेल भन्छु। जस्तै जुन तपाईँहरूले पढ्ने हुन्छ धनी बुवा एन्ड गरिब बुवा एन्ड रिच ड्याड पुअर ड्याड, जुन वान अफ द माई फेभरेट बुक। धेरै अगाडि नै पढेको थिएँ, बट आई थिङ्क यो अहिले पनि रिलेटेड छ या रिलेटेड छ। देन द सिक्रेट अफ मिलियन माइन्डसेट, जसले तपाईँको माइन्डसेटलाई चेन्ज गर्छ एन्ड इट्स वन्डरफुल बुक। यो पनि रिच ड्याड एन्ड पुअर ड्याडकै लगभग सेम प्याटर्न बनेको छ, त्यहीँबाट केही कुराहरू उठाइदिएको छ। बट दिस वान चाहिँ भेरी गुड बुक, सो या यु क्यान ट्राई इट। एन्ड सँगै साइकोलोजी अफ मनी, जुन बुक पनि मलाई एकदमै मनपर्छ। एन्ड एउटा 5 AM रुल, जसले तपाईँको ह्याबिट सुधार्न सक्छ, र एटोमिक ह्याबिट पनि एउटा छ जसले पनि तपाईँको ह्याबिटहरू सुधार्न सक्छ। सो यी 4वटा बुक, यदि तपाईँ बिगिनर हुनुहुन्छ, भर्खरै बुकहरू रिडिङ सुरुवात गर्न चाहनुहुन्छ भने यी बुकहरूबाट तपाईँ